भर्खरै जन्मेको नाबालक काखमा खेल्दै थिए। कति बेला आमाको त कति बेला बाबाको काखमा लडी बुढी खेल्दै थिए। जम्मा 3 महिने बालक। रुनु र हाँस्नु बराबरी नहुने कुरै भएन। त्यही आँसु र हाँसो सँगै खेल्दै गरेका बालकलाई भुइँमा थेचार्यो बाबुले। आमा बेहोस भइन्। 3 महिने छोराको मृत्यु भयो। आमा रुँदै गाउँ गुहारिन्, तर बस्ती पातलो, तत्कालै गुहार दिने कोही भएनन्। काखको सन्तानको मुखमा गाँस पुस्दै रुँदै रात कट्यो। सँगै रुनु कल्लाउनु पर्ने श्रीमान भाग्यो। यो दर्दनाक कथा थियो हिजो बुधबार साँझ 8 बजेतिर गुल्मीको छल्दीटार गाउँको। जिल्लाको इस्मा गाउँपालिका 2 छल्दीटारको यस दर्दनाक घटना हस्तीचौर प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालय गुल्मीलाई जानकारी भयो। हामीलाई त्यस कार्यालयले पठाएको समाचार विवरण अनुसार गए राति 8 बजेको समयमा इस्मा गाउँपालिका 2 छल्दीटारका 46 वर्षीय सन्त बहादुर कुमारले आफ्नै 3 महिनाको शिशु छोरा सुभाष कुमारलाई भुइँमा पछार्दै हत्या गरेका थिए। घटना बारे जानकारी पाउन साथ प्रहरी चौकी हस्तीचौरका प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तव र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको टोली घटना स्थलमा खटिएको। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना मादक पदार्थ सेवनबाट घटेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एएसपी नारायण प्रसाद अधिकारीले बताउनु भयो। यो त अनुसन्धानमै छौँ हामी। अब कर्तव्य भएको हो भन्ने प्रारम्भिक प्रमाणहरू हेर्दाखेरि कर्तव्य भएको नै देखिन्छ। यसलाई थप पुष्टि गर्न टाइम लाग्छ। अनि सुन्नु न, त्यो के यो घटनाको मुख्य कारक चाहिँ मदिरा सेवन नै हो? मदिरा सेवन गर्ने, झै झगडा गर्ने, पहिलेदेखि अलि लफडा गर्ने, घर परिवारसँग नमिल्ने, श्रीमतीसँग झगडा गर्ने, मदिराहरू सेवन गर्ने, पहिलेदेखि त्यस्तो बानी भएको। ठिक छ। यो अब तल्लो बेल्टमा यो अलिकति गरिबी, अशिक्षा, काम नहुनु, अब यो नै देखिया छ विशेष गरेर हैन। अब यसको विरुद्धमा सचेतना कार्यक्रमहरू गर्ने, सञ्चालन गर्ने, गराउनु पर्ने तबका स्थानीय तह। हजुर, त गम्भीर अनुसन्धान गर्नु होला। अब मान्छेलाई बेलैमा पक्रिनु भयो, यसको लागि तपाईलाई धन्यवाद दिँदै मैले छुट्टिन चाहन्छु। हस्, धन्यवाद। अपराधिक घटनामा यसमा अगाडि बढ्दै आएको स्थानीय सरकारले नै भन्दै आएको छ। तर खै त न्यूनीकरणका लागि कदम चालिएको? मदिरा नियन्त्रणमा विगतको स्थानीय सरकार उपप्रमुख खुब लाग्नु भयो। त्यसकारण दोस्रो पटक पनि हार्नु भयो रे भन्ने चर्चा पनि छ। चुनावी हारजित भन्दा पनि जनताको स्वास्थ्य र सामाजिक अपराध नियन्त्रण गर्नु हाम्रो दायित्व हो भन्नेमा इस्माली समाज लाग्ने कि? ओजेलका खबरका लागि अमृता सेन्चुरीको रिपोर्ट। जन्मेपछि मृत्यु नै हो यो संसारको रीत।